टुसा टिप्न हिँडिसकेका छौँ देख्न सक्छौँ हामी हैन एकदम हामी जाने ठाउँ चाहिँ कहाँ रे मुर्देश भन्ने ठाउँमा जाँदैछौँ हैन गाइज सो यो एकदम माथि लेक साइड हो त्यहाँ लेक लाग्ने सम्भावना पनि हुन्छ सो हैन हाम्रो घोरो चाहिँ साइड लागेको छ अहिले मर्निङको 6 बजिसकेको छ हामी चाहिँ हिँडिसक्यौँ हैन एकदमै लेक साइड जाँदैछौँ गाइज सो पारी देखिएको चाहिँ बाफीकोट गाउँपालिका र सानीबेरी गाउँपालिका बिचमा रहेको त्रिशुलकार लेक हामी देख्न सक्छौँ सो यता रहेको चाहिँ तल के अरे मास्मी सानचौर हैन सो यतातिर चाहिँ रुकुमकोट एकदमै रमणीय छ हिँड्नलाई गाह्रो छ तर माथि पुगेपछि मजा अटोमेटिक नै छ म एक्साइटेड नै छु त्यो ठाउँ कस्तो छ हेर्नलाई एकदम आतुर भइरहेको छु सो लेट्स गो हेलो हामी चाहिँ लेक साइड जस नजिक आइसकेका छौँ एकदमै गाह्रो छ अवस्था हिँड्नलाई एकदम बवाल भ्यूहरू देखिरहेको छ हिँड्नलाई मुस्किल छ तर पनि हामी हिँडिरहेका छौँ हार मानेका छैनौँ हामी गिभ अप गर्नेवाला छैनौँ हामी चाहिँ नौधारी पुग्नेवाला छौँ गाइज अनि माथि के अरे रमन अरू के अरे जोगी के भन्ने ठाउँ अरे जोगीथान सो हामी लागिरहेका छौँ काला चुलासम्म पनि पुग्न सक्ने सम्भावना छ हाम्रो अनि हामी च्याउ खोज्नेछौँ घुएला खानेछौँ विशेष टुसाहरू पनि खानेछौँ हामी टुसाहरू सो देख्न सक्नुहुन्छ हाम्रो विकास निर्माण यति लेक साइडसम्म पुगिसकेको छ भन्ने हामीले देखाउन सक्छौँ यहाँ चाहिँ वान वे रोड छ सडक ट्र्याक ओपन भइसकेको छ सो टार्गेट स्यालाखदीको हो यहाँबाट एकदमै बवाल हुनेवाला छ अनि यसमा रिस्की पनि छन् त्यतिकै छन् है भ्यू हेर्नुहोस् गाइजहरू कति बवाल भ्यू छ हैन हेर्दा चाहिँ पुतली बसेको जस्तो अनुभव फिल तट्न मुस्किल छ लेक साइडको मुर्देश भन्ने ठाउँमा आइसकेका छौँ देख्न सक्नुहुन्छ यहाँसम्म पनि सडक पुगेकै छ तर राम्रो छैन हैन अब बिस्तारै राम्रो होला हामी आशा गर्छौँ हामी चाहिँ 7 बजे हिँडेका थियौँ भने अहिले त 8 साढे 8 हुन लागिसक्यो यो नपाकेको फल किन खाएको यसलाई पाक्न त दिउँ न यार यो पनि टिपेर लगायो भने क्या नपाकेको हामी चाहिँ यता पाटनतिर हो हैन हामी यार्सा खोज्न लाग्यो गाइज हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ यार्सा गुम्बा छ हैन आधा किरा आधा चाहिँ च्याउ यार्सा गुम्बा देख्न सक्नुहुन्छ खाना आएको सो यहाँ खाएर यहीँ पनि छोड्याउँदो रहेछन् खाएर यहीँ छोड्याउने कस्तो बानी गरे के चिज हो है खाएर त घर लैजाने हो हामी त टक्क खाने हो घर लैजाने हो आदि टिपेर लैजाने हो हैन मिठो चाहिँ धेरै नै हुँदो रहेछ
हाम्रो टार्गेट चाहिँ 1 डब्बा लैजाने भन्ने कुरा भयो हैन। त्यही पनि अब हामीसँग क्यास छैन, अनलाइन पे हो। खाना आएको सो यहाँ खाएर यहीँ पनि छोड्याउँदो रहेछन्, खाएर यहीँ छोड्याउने कस्तो बानी गरे के चिज हो है। खाएर त घर लैजाने हो, हामी त टक्क खाने हो, घर लैजाने हो आदि टिपेर लैजाने हो हैन। मिठो चाहिँ धेरै नै हुँदो रहेछ। हाम्रो टार्गेट चाहिँ 1 डब्बा लैजाने भन्ने कुरा भयो हैन। त्यही पनि अब हामीसँग क्यास छैन, अनलाइन पे हो। हामीले मजाले टिपिरहेछ। यस्तो राम्रो हुनु रहेछ। यो धेरै त छैन, यता कम थोरै रूप मात्रामा छ हैन। मैले झारिदिइसकेँ नि त। भेटिसकेका छन्। सो यस्तो छ हैन। दामी च्याउ बवाल बनाएर गाइज हामी चाहिँ हिँड्दा थकित भइसकेका छौँ। तर पनि यो प्रकृति, यो दृश्य देख्दाखेरि चाहिँ हैन त्यस्तो लागिरहेको छैन। अनि च्याउहरू चाहिँ भेटियो, तर अग्लो रुखहरूमा मात्रै भेटिरहेछ गाइज हैन। कसरी टिप्ने सो गाह्रो छ, त्यसैले हामीले त्यत्तिकै छोडेर हिँडिदिएको। पानी पनि परिरहेछ, यस्तो सिमसिम पानी परिरहेछ हैन। निकै नै गाह्रो अप्ठ्यारो होला जस्तो फिल भइरहेछ। ल हामी चाहिँ पानी परेकोले गर्दा हामी फर्क्यौँ हैन, रिटर्न। यस्तो अवस्थामा चाहिँ झोक्राएर बसेछन् केटाहरू। यो मेरो पनि टाउको दुखिरहेछ, यहाँ यस्तरी झोक्राछन्। सो हाम्रो यात्रा एकदमै फलदायी नै रह्यो। फेरि पनि यस्तै भिडियोहरू लिएर आउने नै छौँ। ओके, बाई बाई।